This program is sponsored by Hotel Kutumba. Produced by Highlights Entertainment. Travel partner East West Travel. Telecommunication partner Encel. Digital partner Highlights Nepal. जेलबाट छुटिसकेको रहेछ बाबा। अनिसाले भनेको सही नै रहेछ। त्यसपछि म शिवराम दाईलाई भेट्न गएँ। दाई खै के काम गर्न थाल्नु भएको रहेछ, हतार गर्दै हुनुहुन्थ्यो। मैले दाईलाई त्यो कुरा भनेपछि दाई अचम्ममा पर्नुभयो। हेलो दाई, कता हुनुहुन्छ? किन म यहाँ चौकतिर छु, के भयो भन्? दाई, त्यो कामराले हजुर विरुद्ध हजुर देखिरहेछ। पुलिस हजुरलाई खोज्दैछ दाई। हजुर जता हुनुहुन्छ त्यहाँबाट भाग्नुहोस्। त्यसलाई कस्तो थाहा भयो यो जे पनि गरेको छु मैले गरेको छु भनेर? ल अहिले म यहाँ निस्किहालेँ। के भयो यहाँ? मबाट के कुरा लुकाउने भन्दै हुनुहुन्छ तपाईँ? के भन्छौ? कसले के लुकाउने कुरा गर्यो र? सकियो आमा छोरीको भलाकुसारी। ओह, छोरीले औषधि ल्याइदिएकी छिन्, खाने अनि सुत्ने। थाकेकी छौ? किन कुरा फेर्नुहुन्छ तपाईँ? अनि के छ तेरो स्वास्थ्य अवस्था? अस्ति खेतमै लडेको थिइस् रे। भुवनले देखेर घरमा ल्याएर छोडेको हो भन्ने सुनेको थिएँ। अब नसक्ने भएपछि कति काम गर्छस् त? अहिले अलिअलि हिँड्न सक्ने भएको छु दाइ। खोइ त्यो दिन के भयो कुन्नी, खेतमा काम गर्दै थिएँ, एक्कासी रिँगाटा लाएर ढले। दाइ, हजुरको पैसा उठ्छ, नआत्तिनुहोस्। बरु एकचोटि सबैलाई फोन गरेर राम्रोसँग पैसाको कुरा गर्नुहोस् न। राम्रोसँगले सम्झाउँदा पनि भएन भने कानुनको धम्की पनि दिनुपर्छ दाइ। ढिलो चाँडो त आफ्नो ठाउँमा छँदैछ नि, त्यो त बुझ्नु परिहाल्छ। के भन्न खोजेको बहिनी, मैले बुझिनँ नि। एकचोटि उधारो उठाउन बाँकी भएकाहरूलाई सबैलाई फोन गर्नुहोस्, राम्रोसँग सम्झाउनुहोस्, पैसा माग्नुहोस्। त्यति गर्दा पनि उठेन भने प्रहरीकोमै गएर रिपोर्ट गरिदिनुहोस्।
हुन्छ। हेर्दा टिचर जस्तो पनि लाग्यो। बाटो काट्दै यसो वारिबारी हेरेर काट्नुपर्छ भन्ने थाहा छैन। लाइफ अमूल्य छ मिस, त्यत्तिकै खेर नफाल्नुहोस्। अब बाटो खाली छ, जाँदा हुन्छ। ए सरी। भइसक्यो अझैसम्म काममा आएन। तपाईँ चाहिँ त्यही मोबाइल हेरेर बसिरहनु। कति हात्तियो कि भने आइहाल्छ नि। एकचोटि फोन गर्नु नि। मैले अघि नै फोन गरेको, भुवन दाईको पसलमा छु, एकछिनपछि आउँछु बाबा भनेर भनेकी छ। त्यो भनेको पनि 1 घन्टा भइसक्यो, फेरि गर्नुहोस् न। होइन त्यो भनेको पसलमा के काम छ त्यसको? होला नि उसको आफ्नो काम। खै के हो? होइन त मिलनलाई पनि देख्दिनँ, कता गएछ? अब त्यो मिलन आफ्नै कोठातिर होला नि। ओ छोरी पनि आइसक्यो। कामना किन ढिलो गरे कि के भयो? ए त्यो भुवन दाईको पसल छ नि मम्मी, त्यो पसल बिक्रीमा राख्नु भएको रहेछ। अनि त्यस पछाडि त्यही भएर आउन ढिला भयो मम्मी। ए म त आत्तिएँ कि धेरै राम्रो काम गर्यो। ल ल छोरी जा, हात मुख धो, आराम गर्नुपर्छ। कामना त्यो मिलन तल होला, माथि पठाइदेऊ है। ए हुन्छ मम्मी।
हजुर फेरि कता म तलसम्म सबैलाई तलै गएर बस्नुपर्ने चामलको बोरा झिकिदिनु त आउनु ल ल फोन पनि किन लाग्दैन लोकेसन यही दिएको उता घरमा अनिसा आत्तिर बसेको होला रामनारायण दाहाल बनेपा फोन नम्बर पनि एउटै छ किन लाग्दैन यति राति मान्छे पनि कोही हिँडेको छैन कसलाई सोध्ने हो
किन फोन लाग्दैन? यो सामान नपुर्याइकन घर फर्क्यौँ कि के गरौँ? यस्तो राति कसलाई सोधौँ अब? फोन गरौँ, फोन उठाउँदैन। This program is sponsored by Hotel Kutumba. Produced by Highlights Entertainment. Travel partner East West Travel. Telecommunication partner Encel. Digital partner Highlights Nepal. बाबा के भयो छोरी? म तिम्रै कोठामा आउँला भन्ने सोचिरहेको थिएँ, तिमी नै आयो। मलाई थाहा थियो तिमी स्कुलबाट आउँदैखेरि केही भयो भनेर, तर अब तिम्रै आमाको अगाडि सोध्न मिलेन। म भुवन दाइकोबाट घर आउँदै थिएँ बाबा। त्यसपछि बाटोमा
त्यसपछि पुलिसले खोज्यो खोजेन थाहा भएन बाबा। त्यो मान्छे चौकीबाट छुटेको कुरा पक्का भयो, अनिसालाई भेटेको कुरा पनि पक्का भयो। तर यो सब कुरा हुँदा शिवराम किन चुप छ, यो कुरो चाहिँ अचम्म लाग्यो। खै बाबा, शिवदाईको व्यवहार अलि अर्कै भएको छ। बिहान पनि स्कुल जाने बेलामा मनिषालाई आफै स्कुल लिएर जानुभएछ। लिन पनि आफै पुग्नु भएको थियो। मैले बोलाएँ तर नसुने जस्तो गर्नुभयो। भाउजू माइत जानुभएको छ। दाइले बजारमा केही काम गर्दै हुनुहुन्छ अरे, तर पनि केही नै भन्नुभएको छैन। दाइले हामीबाट पक्कै पनि केही कुरा लुकाउँदै हुनुहुन्छ। तिमी चिन्ता नगर छोरी, केही कुरा होला शिवसँग बुझ्छु। अनि अर्को कुरा, त्यो मान्छेको बारेमा भोलि बिहानै चौकीमा गएर बुझ्छु। ल हिँड खाना खाना, अहिले फेरि तिम्रो आमा कराउँछ। फोन पनि किन लाग्दैन? होइन, अब एकचोटि अफिसमा सरलाई नै फोन गर्नु पर्ला। हेलो सर। ए शिवरामजी, सामान पुर्याइदिनु भयो? छैन नि सर, म लोकेसनमा छु, उहाँको फोन नै लागेको छैन। यति राति भइसक्यो, घरमा छोरी आत्तिएर बसेकी होला। के गरौँ सर म? त्यो त नहुनु पर्ने हो। म एकपल्ट डिटेल चेक गरेर फोन गर्छु है। हस् सर, अलि छिटो है। हुन्छ। हेलो सर। हेलो हजुर, कुरियरबाट हो? हजुर। हजुर हेर्नुहोस् न, यहाँ मोबाइलमा चार्ज नभएर फोन चार्जमा लगाएको थिएँ, अनि अहिले अन गरेर हेर्दा हजुरको मेसेज आइरहेको छ, त्यही भएर फोन गरेको। हजुर तपाईँ रामनारायण हो? हजुर हजुर, म रामनारायण नै बोल्दैछु। हजुर म तपाईँको लोकेसनमै छु, तपाईँको फोन लागेन अनि अलमल भएँ म। हजुर कहाँनिर हुनुहुन्छ एकचोटि मलाई भन्नु त। हजुर म त्यो अलि ओह्रालो अनि जङ्गलको बाटो जस्तो छ, म त्यतैतिर छु। ए हजुर यसो गर्नुहोस् न, त्यो ओह्रालोको छेउमा एउटा कच्ची बाटो छ, त्यही बाटोबाट सिधा आउनुहोस्, अगाडि एउटा ट्याङ्की छ, हो म त्यही हुन्छु है। हजुर ए हस् हस्, मैले देखेँ। ल म आइहालेँ है त सर। हुन्छ हजुर, हस्। हस्।
रामनारायण तपाईँ हुनुहुन्छ? हजुर। तपाईँको पार्सल। हस्, धन्यवाद। अनिसा, अनिसा, कहाँ गयो? अनिसा, 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 कहाँ गयो यति राति? म आउन ढिलो भयो। पक्कै पनि काम न बहिनीकोमा गएको हुनुपर्छ। म त्यही जान्छु। निशा, कहाँ जानुभएको थियो बाबा? घर आउन किन ढिला गर्नुभएको?
त्यस्तै भयो छोरी, काममा अल्झी आउँदा आउँदै ढिलो भयो, हिँड अब घर जाउँ। यो त शिवराम दाई र अनिसाको जस्तो आवाज छ त। अघि त मैले शिवराम दाई र अनिसाकै आवाज सुनेको हो, अहिले त फेरि कोही पनि छैन। हेर त, तिमीले छोडेर गएदेखि मेरो हालत खान पनि मन लाग्दैन एक्लै त, नखाइ पनि भएको छैन। त्यही छोरो आउने बेलासम्मलाई भए पनि यो सास बचाउला भनेर यो दुःख गर्दैछु, सास थाम्दैछु। बा बा बाबु छोरा तँ आइस।
बा के भन्नुभएको को छोरा बाबु माफ गरिदिनुहोस् है म त मेरो छोरा आएछ भनेर झुक्किएछु होइन ठिक छ बा केही भएन बाबु को होला कहाँबाट आएको होला कसलाई खोजेको यो गाउँमा पहिलोपल्ट आएको म हेर्नुहोस् न रात पर्यो कृष्ण दाहालको होमस्टेमा जानुपर्ने कता हो कता थाहा नै भएन त्यही भएर यहाँ पसेर सोध्छु भनेर ए हो र उहाँको त यहाँबाट अलिक परै हो बाबु त्यहाँ पुग्न त करिब 30 मिनट जति लाग्छ होला रात परिसक्यो आज यतै बसेर भोलि जाँदा हुँदैन बाबु होइन बा म पुग्छु बरु कताबाट जाने हो भन्नुहोस् न यो बाटो सिधै जानुहोस् एउटा जङ्गल आउँछ त्यो कटेपछि एउटा पानी ट्याङ्की आउँछ पानी ट्याङ्की भन्दा उतापट्टि 4-5 घर छ 4-5 घरभन्दा उतापट्टिको घर हो ल बुवा धन्यवाद म जान्छु है हस् कस्तो ठ्याक्कै मेरो छोरो जस्तो कुनै दिन मेरो छोरो पनि यसरी ठुलो झोला बोकेर बा भन्दै आउला नि भाग्य कोर्न सक्ने हात छैन This program is sponsored by Hotel Kutumba. Produced by Highlights Entertainment. Travel partner East West Travel. Telecommunication partner Encel. Digital partner Highlights Nepal.